भुन्टीलाई दुःख दिन निकै ठुला ठुला षड्यन्त्रहरू रचिरहेका थिए, तर भुन्टीले भने आफू कहिले पछि हट्न भने मानिरहेकी छैनन्। तर सधैँ भुन्टी आफूलाई निर्दोष र आफू इमान्दार भएकै कारण सधैँ जसले जताबाट फसाउन खोजे पनि आफू जसरी हुन्छ निस्किरहेकै हुन्छन्। किनकि भुन्टी भनेको यस्तो मान्छे हो जसले आफ्नो श्रीमानले त्यति धेरै अपहेलना गर्दा पनि आफ्नो श्रीमानलाई अप्ठ्यारो परेको बेला आफै आएर निकै धेरै सहयोग गरिरहेकी छिन् र आफ्नो श्रीमान बिमारी भएर बेडमा ढलिरहेको बेलासम्म पनि भुन्टीले आफ्नो श्रीमानलाई सधैँ स्याहार सुसार भने गरिरहेकी छिन्। कति इमान्दार र असल छिन् भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ। बिचारी भुन्टीले सधैँ श्रीमानको सेवा त गरिरहेकी छिन्, तर होसमा आइसकेपछि श्रीमानले भुन्टीलाई माया गर्लान् या गर्दैनन् त्यो त थाहा छैन। तर भुन्टी सधैँ आफ्नो श्रीमानको माया पाउन जे पनि गर्न तयार भने पक्कै छिन्। तर भुन्टीका परिवारहरू अर्थात् माइती घरका परिवारहरूले पनि भुन्टीको खुसी चाहन्छन्, तर भुन्टी भने आफ्नो श्रीमान र श्रीमानका परिवारहरूको खुसी खोजिरहेकी हुन्छन्। तर जति नै खुसी खोजे पनि, जति नै इमान्दार भए पनि भुन्टीले जस भने कहिले पाएकी हुँदिनन्। सधैँ भुन्टीलाई नै नराम्रो सोचिरहेका हुन्छन्, सधैँ भुन्टीलाई नै दुःख दिइरहेका हुन्छन्। तर अहिले भने अब भुन्टी आफू कतिसम्म इमान्दार छु भन्ने कुरामा भने आफूले आफ्नो बानी बेहोरा देखाइरहेकी छिन्। आफू एकदमै सोझी र इमान्दार र श्रीमानप्रति एकदमै लोयल भएको कुरा प्रमाणित गराउन खोजिरहेकी छिन्। तर यो कुरा भने भूपेन्द्रले कहिले बुझ्ने हुन् र भूपेन्द्रका दाजुले भने निकै कुरा बुझिसकेका छन्। आफ्नी बुहारीले यति धेरै कुराहरू त्यागेका, आफ्ना खुसीहरू छोड्दै श्रीमानको त्यो हालतमा श्रीमानलाई स्याहार सुसार गरेका ती सारा कुराहरू सम्झिरहेका छन्। र उता भूमिकाको भने बिहे होला या नहोला अझै पनि टुङ्गो लागेको छैन। तर बाले भने अब भूमिकाको बिहे गरिदिनुपर्छ भन्ने जस्ता कुराहरू भने गर्दैछन्। तर यो कुरा हुने हो या होइन त्यो भने थाहा छैन। सधैँ भूमिकाले आफ्नो परिवारमा भएका भाउजू दाजुहरूको खेदो खनिरहेकी हुन्छन् आमासँग लागेर। तर अब भने बिहे गरेर गइसकेपछि उसको पनि घरमा यस्तै खालका नन्द र यस्तै खालका आमाजु दिदीहरू भए भने कस्तो हुन्छ भनेर भुन्टीले पहिला पनि एकचोटि सम्झाइसकेकी हुन्। तर त्यति सम्झाउँदा पनि नबुझ्ने भूमिकाको भने घैँटोमा घाम कहिले लाग्ने हो थाहा छैन। र सधैँ भुन्टीलाई खेदो खन्ने मान्छेको भोलि त्यस्तै खालको हालत भयो भने के हुन्छ होला त।